सबै बोल्नुभयो नि त। आशिकाजी आउनुभयो, रुनुभयो, यतापट्टि आउनुभयो, फेरि उहाँको समस्या छ, केपीजीले समस्या, सबैले समस्या सुनेको छ। अब हेर्नु है, अब हामीले भनौँ अब यसको सोल्युसन के हो, भोलि के गर्ने, पर्सि के गर्ने, अब 1 महिनामा के गर्ने। त्यही भएर अर्को मिटिङमा आउँदै गर्दाखेरि मेरो सभापतिज्यूलाई अनुरोध के छ भन्दै गर्दाखेरि यहाँ जम्मै सांसदहरूले बोल्नुभएको कुराहरूलाई पुरै सर्टलिस्ट गरेर टेबलमा राखेर एक्सनको रूपमा कुन मन्त्रालयको कुन विभागमा पठाउने पठाउनु पर्यो र त्यसको 1 महिनाभित्र फेरि उहाँहरू जवाफदेही हुनु पर्यो। किनकि समितिमा छलफल गरिसकेपछि सोल्युसन त आउनु पर्यो नि त। गफ मात्रै गर्ने, हावामा उड्यो, फेरि आयो, फेरि गफ गर्यो, फेरि आयो, फेरि गफ गर्यो, कहिले बन्द हुने हो त्यो गफ? बन्द त हुनु पर्यो। अब अर्को पटक आउँदै गर्दाखेरि मेरो यहाँ समितिको सचिवज्यूले सबै टाइप गर्नुभएको छ। यो सबै लेटर हेडमा लेखेर सम्बन्धित मन्त्रालयको सम्बन्धित विभागको सम्बन्धित कर्मचारीलाई पठाएर उनीहरूले चित्तबुद्ध रूपमा सांसदहरूले उठाएको उत्तर दिएनन् भने उनीहरूलाई यहाँ बोलाएर अकाउन्टेबल बनाउनु पर्यो। नानी यो गफको गफ यो सधैँभरि यो यसरी चल्दैन। अर्को पालि आउँदा मिटिङ यो रिभ्यू पनि गरौँ है, मिटिङ पनि हामीले रिभ्यू गरेँ। सधैँ सिधै मिटिङ सुरु नगरौँ, अन्तर्राष्ट्रिय अभ्यास हो यो। मेरो दोस्रो मात्रै मिटिङ होला जहाँ चाहिँ हामीले पहिलो मिटिङ के भयो भनेर रिभ्यू पनि गरेका छैनौँ, के को लागि छलफल गऱ्यौँ भनेर। यो पुरानो स्ट्रक्चरमा चलिरहेको छ सभापतिज्यू, एकदमै के पनि चेन्ज भएको छैन। यसलाई पूर्ण रूपमा चेन्ज गर्नुपर्छ। यो कार्यक्रम सञ्चालन गर्ने तरिका, बोल्ने तरिका, प्रेजेन्टेसन गर्ने तरिका र सुरुवात गर्ने तरिका सबै यो मिटिङ स्ट्रक्चर नै चेन्ज गरौँ है अर्को मिटिङबाट चाहिँ। सभापतिज्यू मेरो एकदमै अनुरोध हो, यसरी देश बन्दैन हजुर।